नमस्कार। इन्टरनेसनल म्यारिज बिट्विन नेपाली एन्ड फरेनर्स कसरी रजिस्टर गर्ने, यसमा बेसिक भनेको दुवैजनाको अविवाहित सिफारिस पत्र चाहिन्छ, अनम्यारिड सर्टिफिकेट चाहिन्छ। अब यसमा नेपालीको हकमा आफ्नो वडा कार्यालय होइन, जुन चाहिँ हजुरको स्थानीय निकाय हो, त्यहाँबाट हजुरले अविवाहित सिफारिस पत्र लिएर आउनुपर्ने हुन्छ। फरेनरको हकमा चाहिँ उहाँको पर्टिकुलर कन्ट्रीको स्थानीय निकायबाट अविवाहित सिफारिस पत्र लिएर आउनुपर्ने हुन्छ। त्यो भयो अविवाहित सिफारिस पत्रको हकमा। अब दोस्रो भनेको बसोबास गरेको भन्ने कुरामा, अब नेपालीको हकमा चाहिँ हजुरको जुन जिल्लाबाट नागरिकता इस्यु भएको छ त्यही जिल्लाको जिल्ला अदालतमा हजुरले विवाह गर्दै हुनुहुन्छ भने चाहिएन। अदरवाइज चाहिँ हजुरले अर्को जिल्लाबाट गर्दै हुनुहुन्छ भने त्यो जुन जिल्लाबाट गरिरहनु भएको छ त्यो जिल्लामा चाहिँ हजुर एटलिस्ट 15 डेज भए पनि बसेको भनेर चाहिँ एउटा टेम्पोररी रेजिडेन्सको पत्र लिएर आउनुपर्ने हुन्छ, सिफारिस पत्र लिएर आउनुपर्ने हुन्छ। विदेशीको हकमा चाहिँ नेपालभित्र र जुन जिल्लामा हामी गरिरहेको छौँ अदालती विवाह, त्यो जिल्लामा चाहिँ एटलिस्ट 15 डेज बसेको भनेर उहाँको पनि, त्यो वार्डमा बसेको भनेर उहाँको पनि टेम्पोररी रेजिडेन्सको सिफारिस पत्र लिएर आउनुपर्ने हुन्छ। सो यो दुईवटा भयो एकदम मेजर कुरा। अब अविवाहित सिफारिस पत्र फरेनरको हकमा जब बाहिरबाट लिएर आउनुहुन्छ, त्यो लिएर आएको आफ्नो स्थानीय निकायबाट लिएर आएको अविवाहित सिफारिस पत्र चाहिँ हजुरले नेपालमा भएको त्यो पर्टिकुलर कन्ट्रीको एम्बेसीमा गएर प्रमाणीकरण गरेर लिएर आउनुपर्ने हुन्छ र त्यसलाई ट्रान्सलेट पनि गरिन्छ अनि नोटराइज पनि गरिन्छ। त्यसपछि अरू कुरा चाहिने भनेको 4-4वटा फोटो चाहिन्छ दुवैजनाको, नागरिकता और पासपोर्ट चाहिन्छ। पासपोर्ट ओरिजिनल पनि, त्यसको फोटोकपी पनि चाहिन्छ, त्यसलाई हामीले नोटराइज गराउँछौँ। त्यसपछि एक-एकजना साक्षी चाहिन्छ हामीलाई होइन। सो यिनीहरू नै हो बेसिक दुईवटा कुरा भनेको, टेम्पोररी रेजिडेन्सको कुरा र हाम्रो अविवाहित सिफारिस पत्र एकदमै इम्पोर्टेन्ट हुन्छ। बिसाइड द्याट सबै नेपाली विवाह गरेको जस्तै नै हुन्छ है त। थ्याङ्क यू।